लु खोइ हामी दिदी घर बिटिया खाएर चाहिँ हामी फर्केको फर्किँदै आउँदा चाहिँ रित्तै आएको थियो। अब जाँदाखेरि चाहिँ पोकापोकी बोकेर हुन्छ कि कोही चाहिँ पेटमा पनि बोकेछ होइन, पेटमा पनि बोकिएछ, अब पोकापोकी पनि बोकिएछ। पेटमा नाटेको पेटमा हालेर नतुरेको नअटाएको चाहिँ हातमा बोकेर आइएछ कि। उता एक पोका छ, उता बुढीले अर्को पोका, उता एक पोका चाहिँ छोरीले बोकेछ। हाम्रो माइलीले झन् नाम्लोको स्टाइलले बोकिरहेछ होइन। ल आउँदाखेरि रिटै आएको थियो, जाँदाखेरि चाहिँ पोकापोकी बोकेर चाहिँ आएछौँ। यो चाहिँ जुनेलो, यो चाहिँ जुनेलो हो। यो चाहिँ अम्बा बेलौटी। ओहो बेसार कति राम्रो लगाएको, बेसार हेर तलतिर कि। यो चाहिँ जुनेली पहिला पहिला चाहिँ खोरिया फाँडिन्थ्यो होइन, खोरियामा लगाइन्थ्यो। अहिले चाहिँ बारी बारी लगाउने रहेछ, सायद खोरिया फाँड्न चाहिँ नदिएको कारणले गर्दाखेरि होला। ओ त्यहाँ चाहिँ झन् राम्रो रहेछ। बुढी त आएर एकचोटि गोरो मान्छे त रातो त हो। हाम्रो गाडी हो क्या त्यो सेतो के हो। ल ठिक छ, अलिकति बाटो चाहिँ यस्तो रहेछ कि हल्का गोरेटो बाटो अनि यसो कुरोहरू कुरो यस्तो तर जोस रमाइलो हुन्छ, रमाइलो हुन्छ, रमाइलो लाग्छ। ओ यहाँदेखि चाहिँ हामी आएको हौ, यहाँदेखि आएको सो यता खोल्सातिर जाने अनि खोल्सातिर यो के भयो फाइनल्ली हामी चाहिँ अब अटो राखेको ठाउँतिर पुग्न लागिसक्यौँ। लु खोइ हाम्रो अटो चाहिँ त्यहाँ रहेछ है। लु खोइ हाम्रो अटो चाहिँ यहाँ। लु यो कता कता बस्ने हो, यो झोला कता राख्ने हो। यस्तो गाडी आउँदो रहेछ डाँडातिर जाने। लु है त अटोबाट हिँड्न थालेछ। यहाँ अरूले बनाएको होला कि अहिले रोकेर किन्नु हो कि घुमाउनु क्या त्यो सर्ट पेटो लाने यतै हेर्न र हुन्छ यतै हेर्न र। ल खोइ हामी यता हामी चाहिँ ठ्याक्कै यो गैँडा खोलाको स्कुलनिर छौँ है। यो चाहिँ हाम्रो
गुहेरी यहाँ चाहिँ गुहेरी है त गुहेरी ठ्याक्कै यसको पारिपट्टि यहाँ चाहिँ तपाईँको झ्यालबस बजार है त एकदम राम्रो बजार छ यो गिरबारी खोलाको किनारा लास्ट पोइन्ट हो यहाँभन्दा मास्तिर चाहिँ बजार छैन किनकि यहाँभन्दा मास्तिर पहाडतिर चाहिँ गाउँ छ यहाँदेखि स्टार्ट हुन्छ अनि माथि माथि यता यता पनि गाउँहरू छ है यहाँको मान्छेहरू चाहिँ यो चाहिँ रुम्सी सायद रुम्सी होला यहाँबाट यहाँको मान्छेहरू चाहिँ यहाँ बजार गर्न झर्छ यो ठाउँमा झ्यालबसमा र अनि झ्यालबसभन्दा मुनिपट्टि चाहिँ यता हाम्रो गिरबारी जाने अब ल चुच्चो डाँडा खोइ चुच्चो डाँडा त देखिँदैन त हो अलि देखेको रहेछ हाम्रो के भन्छ चुली बजा है एकदम राम्रो छ रमणीय ठाउँ छ लु है त लु यहाँबाट चाहिँ पिच खतम बाटो कता हो बाँच्यो अब नराम्रो बाटो सकियो है त राम्रो बाटो आयो कताको पेटमा हाल्ने हो र तैँले त खाँदै खाएनस् त बाटोमा